गुड मर्निङ फ्रम खाङसार। सनराइज हुँदैछ, बिहानको 6:30 भइरहेको छ। चाइना ए ल्यान्डस्लाइड एरियामा एकछिनपछि हामी त्यहाँ पुगिन्छौँ, त्यहाँको पनि अपडेट दिन्छौँ। हामी बिस्तारै हिँडिरहेछौँ। हेलो गाइज, गुड मर्निङ फ्रम खाङसार। हाम्रो बाइकहरू यहाँ छ पार्किङ, अनि तपाईँहरूलाई भ्यू हेराइदिन्छु ल। यहाँ होइन, माथि गएर हेरेको छु अब के कस्तो छ होइन। माथि गएर एकैचोटि होइन, अनि त्यसपछि टक्कल आएर हेर्न सक्नुहुन्छ। हिमाल नै हिमालको पहाड छ यतापट्टि। आमामा कस्तो देखेको हौ गाइज। चेकआउट भ्युज खाङसारको। अहिले भर्खर सनराइज हुँदैछ, बिहानको 6:30 भइरहेको छ। अहिले चिसो छ बाहिर, दामी छ। यतापट्टि हिउँ छैन होइन, यतापट्टि माथि माथि टुप्पोमा छ अलिअलि, अनि यतापट्टि हिउँकै पहाड, हिमालकै पहाड छ, हिउँकै पहाड। वाउ, इट्स लाइक अ हेभेन। हेभेन इज माइट भन्ने के भन्छ, मनाङ इज रियल। या एक्चुली हो रहेछ। मलाई बोल्दा नि यस्तो होइन, अलिअलि सास फुलिरहेछ, अलिअलि गाह्रो भइरहेछ। खतरा छ गाइस। अब यहाँबाट होइन दामी देख्दो रहेछ यतापट्टिको। हेर्नु न, वाउ वाउ, यस्तो टल्किरहेछ, यस्तो अहिले टल्किरह हिमाल चाहिँ। वाउ, दामी छ यार, दामी छ। चिसो त खतरा छ। अनि यहाँको के भन्छ, बाटोमा पनि अस्ति हिउँ परेको थियो, पुरै यहाँसम्म हिउँ परेको थियो, अनि अहिलेसम्म थोरै हिउँ होइन। यहाँ बाँकी नै छ बाटोमा, ढुङ्गा जस्तो भएको छ हिउँहरू, हार्ड। आज चाहिँ हाम्रो प्लान यस्तो छ, अब यहाँबाट होइन चिया खाएर, खाजा खाएर, अनि यहाँबाट तिलीचोक बेस क्याम्पको लागि निस्किने। आज राति बेस क्याम्पमा स्टे गर्ने, अनि आज होइन अब 1-1.5 घन्टामा सबजना फ्रेस भएर अनि आज बेस क्याम्पको लागि निस्किने हामी यहाँबाट, खाङसारबाट। अब यहाँबाट हामीले सोद्धाखेरि, यहाँ लोकलहरूले सोद्धाखेरि यहाँबाट 5 घन्टा लाग्छ अरे बेस क्याम्प पुग्नलाई, अनि बेस क्याम्पबाट फेरि 3 घन्टा लाग्छ अरे तिलीचोक पुग्नलाई। अब हामीलाई कति टाइम लाग्छ, के कस्तो हुन्छ होइन, तपाईँहरूलाई म इन्फर्म गर्दै गर्छु। बाटोको पनि राम्रो ब्लग हुन्छ। त्यही हो गाइज, मलाई है अलिअलि सास फुलिरहेछ, गाह्रो नमान्नु, ठिकै छ। एक्लै छु माथि, अब एकछिन मजाले यहाँ बसेर पिसमा होइन मौसमको इन्जोय लिने, पिसमा बसेर एकछिन हेर्ने, यहाँको वातावरण हेर्ने, एक्लै बसेर होइन एक्सपिरियन्स गर्ने के कस्तो छ होइन। अनि फेरि भेटौँला है, केटाहरूलाई उठ्न दिनु, रमाइलो त रमाइलो हुन्छ है। ल गाइस, कनेक्ट भएर बस्नु है, म यहाँले देखाइदिउँ। ल गाइस, दाइहरू पनि आउनुभयो माथि होइन उठेर है। दाइहरूलाई जाडो भइरहेको थियो होइन, म त अगाडि नै उठेर सबै लुगासुगा लगाएर माथि आएको। अनि दाइहरूलाई गाह्रो भयो त होइन, जाडो भएर। दाइ यहाँको केही भनिदिनु न भ्यूको बारेमा, के कस्तो छ भन्नु। एकदम बवाल छ कि, यता आएर भनिदिनु, यतापट्टि घाम टल्किरहेको छ, यतापट्टि आएर भन्नु न। एकदम बवाल छ कि। हेर्नु तपाईँहरू नै हेर्नु कस्तो छ यहाँ। हेर्नु त यो हिउँ पुरै हिउँले पहाड ढाकेको छ होइन। अनि यता हेर्नु, यता घोडाहरू हर्सहरू हेरिरहेको है। माथितिर छ, यहाँ खच्चड हुन्छ क्या, यहाँ खच्चड हुन्छ। यो कति मान्छेले होइन यहाँबाट हिँड्न नसकेर होइन खच्चड लिएर माथितिर जान्छ, बेस क्याम्प जान्छ, तिलीचोक जान्छ। तर हामी चाहिँ खच्चड नलिने कि, हामी चाहिँ हिँडेर जाने हो होइन दाइ, हामी चाहिँ हिँडेर जाने हो। अब यहाँबाट ट्रेकिङ स्टार्ट हुन्छ हामीहरूको। अब त्यसमा मुख पनि धोएको छैन, अब जाने हो। भ्यूहरू पनि हेर्ने, त्यसपछि नि ब्रस गर्ने। अब यस्तो हिउँमा ब्रस गर्न होइन छुट्टै बेग्लै मजा आउँछ है। यस्तो हिउँमा यस्तो हिउँ छ होइन, अनि यसपछि ब्लग गर्न होइन, भिडियो खिच्नु यस्तो मजा हुन्छ नि, रमाइलो भइरहेको। ल हेर्नु न, ल अस्तिको आइसक्यो यो चाहिँ, अस्तिको। अस्ति त यो बाटोहरू पुरै ढाकेको थियो कि, हिलो हेर्दाखेरि पुरै ढाकेको थियो।
कस्तो आइरहेको यता पनि हिउँ पढ मुन पनि हेरेर आएको है अहिलेसम्म होइन मुन पनि देखाइरहेको छ खै हेर्नु जुम गरेर देखाइदिन्छु नि यस्तो खुलेको छ आकाश होइन आज यस्तो खुलेको छ हामीहरू लक्की हो कि होइन हामीहरू लक्की आउँदाखेरि होइन आकाश खुलेको छ अस्तिदेखि पानी परेको थियो आज चाहिँ पुरै आकाश खुलेको छ त्यो होस् मजा आइरहेको छ होइन तपाईँहरू पनि आउनु है कन्फर्म आउनु है मनाङ त आउनै पर्ने हुन्छ मुस्ताङ छ होइन मुस्ताङ चाहिँ छ राम्रो छ होइन तर मनाङ चाहिँ होइन एक्चुअलीमा नेचर छ क्या यहाँ मनाङमा छुट्टै बेग्लै मजा छ यहाँको बेग्लै इन्भाइरोमेन्ट छ बेग्लै वातावरण छ सबै यहाँको बेग्लै हुन्छ कि यहाँको ल्यान्डस्केप मुस्ताङको ल्यान्डस्केप मनाङको ल्यान्डस्केपमा धेरै फरक छ गाइज बोल्दा मलाई अलिअलि सास फुलिरहेको छ है दाइले पनि हुन्छ होला है सास फुलिरहेको ल ल गाइज बिट्युन स्टे कनेक्टेड अरू केटाहरू उठ्दैछ अहिले सुतिरह अब बेला ल उठ्यो ल एक दुईजना उठ्यो है के छ के छ केटा हो उठ उठ चाँडो हाम्रो बसेको होटल यही हो गाइड्स यही होटल हो इटाम पिक होटल एन्ड लज खाङसार राम्रो छ होटल चाहिँ दाई हुनुहुन्छ एउटा होटलको दाई अनि दिदी उहाँ राम्रो हुनुहुन्छ राम्रो बिहेभियर गर्नुहुन्छ रिकमेन्डेड छ है सबजनालाई म बोर्डको जुम गरेर होइन देखाइदिन्छु नम्बर सब राम्रो छ रेकमेन्डेड छ यो होटल पनि रेकमेन्डेड छ है त रेकमेन्डेड छ यो होटल राम्रो छ आउँदै गर्नु यहाँ बस्नु तपाईँहरू स्टे गर्नु रुम पनि राम्रो छ कस्तो रमाइलो भइरहेको केटा हो मलाई त हेरेको हेरै हुन्छ कि अब ब्लगमा होइन के भन्नु हुन्छ होइन तर हेर्दा चाहिँ रियल आँखाले यस्तो रमाइलो भइरहेको गाइज हाम्रो हिउँको बिचमा हाम्रो माथि टुप्पोमा हिउँ हामी चाहिँ हिउँको बिचमा बसेको छ बिचमा के भन्नु जस्ट अगाडि छ 100 मिटर अगाडि हिउँको पहाड अनि हामी चाहिँ यता खतरा चिसो छ हात मेरो फ्रिज भइसक्यो औँलाहरू सब जमिसकेको छ होइन अब ग्लोभ्स लगाउनु पर्छ होइन गाइस हामी चाहिँ खाङसारमा छौँ आज राति के भन्छ खाङसारमा स्टे गरेको थिएँ अनि के भन्छ बिहान चिसो थियो खाङसारमा अहिले चाहिँ ठिक छ घाम लागिरहेछ पछाडिको हिमाल टल्किरहेछ घामले गर्दा अनि हामी चाहिँ पुरै के भन्छ अब ट्रेकिङको लागि पनि रेडी छौँ होइन ब्याग स्याग सब प्याक भइसक्यो हामी रेडी छौँ तपाईँहरू चेकआउट द लुक मेरो गाइस है कस्तो देखिरहेछ कमेन्ट गरिदिनु है अलि माया देखाइदिउँ न यस्तो मिहिनेत गरिरहेछौँ के छैन अनि अहिले खाङसारमा अब एकछिनमै 5-10 मिनटमा हामी यहाँबाट ट्रेकिङ स्टार्ट गर्छौँ आज अनि ट्रेकिङ जाने बाटो चाहिँ यताको हो हामी यो बाटो हुँदाखेरि यही बाटो हामी आज तिलिचो बेस क्याम्पसम्म जाने होइन आज गएर तिलिचो बेस क्याम्पमा हामी रेस्ट गर्ने होइन राति त्यहीँ बस्ने अनि भोलि बिहान 3 बजे होइन उठेर तिलिचो बेस क्याम्पबाट हामी चाहिँ तिलिचोको लागि हिँड्ने त्यहाँबाट तिलिचो लेकको लागि हिँड्ने होइन अनि के भन्छ तिलिचो भ्याएर सकेसम्म हामी खाङसारसम्म पुग्ने प्रयास गर्छौँ होइन भ्याएन भने त फेरि माथि स्टे गर्छौँ केही छैन बिस्तारै जान्छौँ तर हामी मजाले होइन इन्जोय गर्दै बिस्तारै एक्सप्लोर गर्दै जान्छौँ तपाईँहरू पनि आउनु राम्रो छ मनाङ खाङसार पनि राम्रो छ अलि चिसो हुन्छ यहाँ चिसो छ तपाईँहरू प्रिपेयर भएर आउनु यहाँको एकदम मौसम बिहान बेलुका एकदम चिसो हुन्छ अहिले त ठिकै छ घाम लागिरहेछ तपाईँहरू 360 भ्यू हेर्न सक्नुहुन्छ खाङसारको राम्रो छ होइन आउनु म त रेकमेन्ड गर्छु होइन यहाँको भ्यूहरू चिसो त चिसो छ अस्ति हिउँ परेको थियो माथितिर होइन भनिराख्नु भएको छ दाइहरूले अनि ठिकै छ अब होइन हामी पुरै प्रिपेयर छौँ सब केटाहरू पनि प्रिपेयर छ जान लागि अब हामी केही छिनमै अब 5-10 मिनटमै निस्किन्छौँ यहाँबाट गाइज अब के भन्नु त्यही हो गाइज होइन अब यहाँको हिमाल कस्तो देखिरहेको छ हेर्नु न है यस्तो टल्किरहेछ नि आज बिहानको घामले गर्दाखेरि होइन मन त यस्तो हुन्छ कि अब यहाँ बसेर एक्लै बसेर हेरै बसौँ त्यस्तो भइरहेछ तर हामीले अगाडि पनि बढ्नुपर्छ आफ्नो डेस्टिनेसनतर्फ जानुपर्छ हाम्रो डेस्टिनेसन तिलिचो लेक हो अब होप राम्रोसँग हामी पुगोस् त्यहाँ होइन त्यही हो गाइज अब तपाईँहरू पनि इन्जोय गर्दै गर्नु भिडियो गर्नु सेयर लाइक सब्सक्राइब अनि फेरि अगाडि गएर फेरि भेटौँला ल गाइज हामीहरूको खाङसारबाट अब ट्रेकिङ स्टार्ट भयो है केटाहरू अगाडि छन् अहिले अनि म चाहिँ अहिले मोबाइल मिलाउँदै पछाडि भएको थियो अनि अब ट्रेकिङ स्टार्ट भयो तिलिचोको लागि हिँड्दैछौँ यहाँबाट भन्दै हुन्छ 5-6 घन्टा लाग्छ बिस्तारै जान्छौँ बेलुकासम्म पुग्नु छ आज ठिकै छ गाइज तपाईँहरू फुल ब्लग हेर्नु मजा आउँछ रमाइलो हुन्छ हामी सकेसम्म राम्रै ब्लग दिन्छौँ राम्रै कन्टेन्ट दिन्छौँ ट्रेकिङको अवस्था के कस्तो छ सब दिन्छौँ सब छ ल गाइज केटाहरू अहिलेदेखि थाकिरहेछ है मेरो स्टिक यहाँ छ है खाङसार त्यहाँ छ तल हामी माथि जाँदैछौँ यता छ केटाहरू तिलिचो ट्र्याकमा छौँ हामी सब केटाहरू कस्तोहरू थाक्दैछ
गाह्रो छ गाइज, गाह्रो छ। एक्सट्रिम लेभल। हामी त बिस्तारै जान्छौँ। एउटा भाइले 15 मिनट नन स्टप हिँड्छु भनेको छ। 15 मिनट हिँड्न सक्छ भने माथि गइसक्यो त्यो केटा। माउन्टेन हिँड्न सक्दैन। मुनले के बहुत दूर जाएके। बहुत दूर जाएका किन्दा। ऊ त्यो त्यहाँ छ बाटो है। ऊ त्यहाँ छ बाटो। बेस क्याम्प हो त्यो। बेस क्याम्प छैन नि। के हो बाटो हो? ल गाइस जाँदैछौँ हामी है। भाइहरू मभन्दा नि अगाडि आएको थियो यहाँ होइन 3 जना। अनि के भन्छ केटाहरू अहिले पछाडि छ है भाइ। सब केटाहरू पछाडि छ। हामी बिस्तारै बिस्तारै हिँडिरहेको छु। कछुवाको पहिला भन्ने हिँडिरहेको छौँ हामी। धीरे धीरे बिस्तारै बिस्तारै हिँडिरहेको छु। तर गाह्रो भइरहेछ यहाँ। त्यो चाहिँ एकदम गाह्रो छ गाइस होइन। गाह्रो त छ तर बिस्तारै बिस्तारै रेस्ट गर्दै हामी हिँडिरहेछौँ। अनि के भन्छ हामी 4 जना माथि छौँ अनि 6 जना तल छ अहिलेसम्म है। केही छैन, उनीहरू पनि आउँदै गर्छन्। र के हुन्छ खै हेरौँ। बिस्तारै हिँडिरहेछौँ। कति बेलासम्म हिँड्न सकिन्छ खै हेर्दै बस्नु है गाइस। ल हजुर एक्सपिरियन्स ब्रो गुड है। लाइफको एकदम एडभेन्चर हो के गर्नुपर्छ लाइफमा एकचोटि। लाइफमा एकचोटि गर्नै पर्ने हुन्छ कि यस्तै लाइफमा होइन। एउटा हामीहरुको ड्रिम थियो यता आउन अब यस्तो छ कि अब के हामीहरुको मनाङा गाइस। भाइहरू फुल जोसमा बिस्तारै बिस्तारै हिँडौँ है केटाहरू। मजाले बिस्तारै बिस्तारै हिँडौँ। जोस देखाउनु पर्दैन त है। ल गाइस हामी हिँडिरहेछौँ बिस्तारै। गाह्रो छ एकदम। हामी खाङसार भन्दा त अलि माथि आइसक्यौँ। श्री खर्कको बिचमा छौँ। खाङसार अनि श्री खर्कको बिचमा। अनि के भन्छ उता अगाडि ल्यान्डस्लाइड एरिया देखाइरहेछ। हेर्नु न त कस्तो गाह्रो ठाउँ छ है। ओ माई गड। त्यही बाटो हुँदै हामीलाई जानुपर्छ है भाइ। 2वटा भाइ अगाडि छ। अनि के भन्छ म अनि मेरो एउटा भाइ यता पछाडि। अनि 4 जना पछाडि दाइहरू चाहिँ पछाडि है। ठिकै छ बिस्तारै आउनुहुन्छ उहाँ पनि। अब हामी बिस्तारै हिँडिरहेछौँ। बिस्तारै कछुवाको पहिलाले हिँडिरहेछौँ होइन भाइ। कछुवा जस्तो हिँडिरहेछौँ बिस्तारै बिस्तारै। आज बेलुकासम्म बेस क्याम्पसम्म जाने बाटोमा इन्जोय गर्दै जाने। त्यही हो गाइज है। रमाइलो भइरहेछ। एडभेन्चरस हो। एडभेन्चर गर्नु छ भने मनाङ आउनु है। ठिक छ गाइज। मनाङ राम्रो छ। भ्यू चाहिँ राम्रो छ एकदम राम्रो छ होइन। मेस्मोराइजिङ होइन। अब के भन्छ क्यामेराले जस्टिफाई गर्न सक्दैन। जस्तो आँखाले देखिन्छ होइन त्यस्तो क्यामेराले जस्टिफाई गर्न सकिँदैन। एकचोटि आएर भिजिट गर्नु राम्रो छ। हाम्रो नेपाल हो। सुन्दरताले भरिएको नेपाल हो। ल गाइज अब फेरि उता उकालो आयो। अब हामीलाई बिस्तारै उकालो चढ्नुपर्छ अनि उतासम्म पुग्नुपर्छ। ल गाइज हामी अब श्री खर्क पुग्न आँटेका छौँ। केही पछाडि छौँ होला। आधी घन्टा 15 मिनट जति श्री खर्क पुग्न लाग्छ है। गाह्रो भइरहेछ। तिलुचो गाह्रो छ। मनाङ गाह्रो छ तर एडभेन्चर छ। आउनु तपाईँहरूलाई एडभेन्चर गर्नु मन छ भने होइन मनाङ आउनु। तिलुचो भ्याउनु एकदम एडभेन्चर छ होइन। मेन्टली अनि फिजिकली सब राम्रो हुनुहुन्छ तपाईँहरू होइन। आएपछि सबै ठिक निको हुन्छ यहाँ। मेन्टली त निको त फिजिकली त कन्फर्म होइन। बुझिसक्नुभयो होला। गाह्रो छ अलि। उता हेर्नु न उता देखाइदियो त जस्ट ल्यान्डस्लाइड एरिया यहाँबाट देखिरहेछ। ल्यान्डस्लाइड एरिया ऊ त्यहाँ देखिरहेछ ल्यान्डस्लाइड एरिया। त्यही हो गाइज। अब ल्यान्डस्लाइड एरियामा एकछिनपछि हामी त्यहाँ पुगिन्छौँ। त्यहाँको पनि अपडेट दिन्छौँ हामी के कस्तो छ अहिले। ल्यान्डस्लाइड एरियाको अपडेटहरू पनि दिन्छौँ बिस्तारै। ल गाइज फेरि अगाडि भेट्नुपर्छ है गाइज। गाह्रो भइरहेछ बडी बोल्दाखेरि। हेलो गाइस हाउ आर यु? गुड फिलिङ गुड बेटर। कस्तो भइरहेछ साथी तिमीलाई? फिलिङ बेटर म्यान। फिलिङ बेटर? या आउँछ जोस? पानी छ पानी छ है पानी आवाज त जोस गाई। हाय सर। ल रमाइलो भइरहेछ केटाहरूसँग है। वाह हिमाल यस्तो मजाको भ्यू। आमामामा ऊ श्री खर्क माथि छ। अब यहाँबाट देखिँदैन तलबाट देखिरहेको थियो अलिअलि देखिन्छ। ऊ त्यहाँ छ माथि श्री खर्क। अब हामी पुग्न आँटेका छौँ है। श्री खर्क चाहिँ पुग्न आँटेका छौँ है। ल गाइस तल मर्साङदी बगिरहेछ। खल्ल बगिरहेछ मर्साङदी है। यस्तो छ मर्साङदी।
छैन नि बाटो यार, हामीले उता जानुपर्छ कि। म जहाँ मन भयो तै गइदिने कि क्या हो, बाटो भएर जानुपर्छ नि। होइन हामीलाई ऊ त्यहाँ जानुपर्छ, ल्यान्डस्लाइड एरियामा ऊ त्यहाँ। हामी एउटा सानो झरनानिर पुग्यौँ। कस्तो माथि बाटो आइरहेछ, ऊ तल मर्साङ ढिमा गइरहेछ। कस्तो दामी देख्छ, पानीको फ्लो पनि यति बढी छ, राम्रो छ। एउटा सानो पुल अनि माथि श्रीखर्क। हामी अब श्रीखर्क पुग्यो गाइज। हामीलाई पुग्न चाहिँ कति टाइम भयो, एक्ज्याक्ट 2 घन्टा लाग्यो श्रीखर्क पुग्न। 2 घन्टाभन्दा अलिक पौने 2 घन्टा भनौँ न, 1 घन्टा 45 मिनट जति हामीलाई लाग्यो श्रीखर्क पुग्नलाई। अलि गाह्रो छ अहिलेसम्म त, गाह्रै भएर छ। राम्रो छ यो पुल गाइज। ओ बर्ड, वाउ, खोइ क्यामेरामा क्याप्चर भइरहेछ, अलिअलि भइरहेछ, कस्तो देखिरह। ओ माई गड, ओ यहाँ छ। हामी फाइनली श्रीखर्क पुग्यो अनि स्नो पनि भेट्यो हामीलाई है। राम्रो राम्रो छ स्नो त, भर्खर फ्रेस छ या। ल स्नो इज गुड, स्नो इज गुड म्यान। श्रीखर्कको हाउ वाज द फिलिङ गाइस? वेयर आर यु फ्रम? China? Yes. Hey, that's nice country. How was your experience? Huh? How was your experience in Nepal? Oh, sorry, my English is not. That's nice. रमाइलो भइरहेछ। हामीलाई चाइनिज गर्नु भेट्यो है। हामी अगाडि बढिरहेछौँ हाम्रो यात्रामा। हामी Where are you from? I'm from Nepal, Kathmandu. Oh, from Nepal, Kathmandu. Yeah. I'd like to take a video too. रमाइलो भइरहेछ है। यस्तो भ्यूमा एउटा चाइनिज गर्ल भेट्यो। हामी रमाइलो गर्दै अगाडि बढिरहेछौँ है। रमाइलो भइरहेछ, चाइनिज गर्ल भेटेको थियो बाटोमा, रमाइलो भइरहेको छ। श्रीखर्क राम्रो ठाउँ छ। यस्तो हिमालयको उच्चमा एउटा सानो गाउँ श्रीखर्क। ऊ आइसहरू लो, कस्तो कस्तो आइसहरू छ बिहान, दामी 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 छ, दामी। हामी अहिले श्रीखर्क पुग्यो, दाइहरू पनि आउनुभयो त है। हामी चाहिँ अलि अगाडि आएको थियौँ, एकछिन रेस्ट गऱ्यो। अब सबै यहाँ केटाहरू खाना खाने अनि यहाँबाट खानासाना खाएर यहाँबाट बेस क्याम्पको लागि लाग्ने। हामी यहाँबाट भन्दै हुनुहुन्छ यहाँको दाइहरूले, लोकलहरूले, होटलको दाइहरूले 3 घन्टा लाग्छ है बेस क्याम्पसम्म। बिस्तारै गयो भने 3 घन्टा लाग्छ। अब चाँडै यहाँबाट खाना खाएर बेस क्याम्पको लागि हिँड्नुपर्छ। अनि ठिकै हो, अलि टपमा छौँ, हाइटमा छ, सास पनि फुलिरहेछ अलिअलि बोल्दाखेरि। यो दामी छ, हिमालको रेन्जमै छौँ। अब भनेको हिमालको रेन्जमै आइसकेका छौँ हामी। अब यहाँबाट के भन्छ अझै माथि जानुपर्छ। अब यहाँबाट बेस क्याम्पको लागि बढी उकालो त छैन, तर गाह्रो छ, ल्यान्डस्लाइड एरिया छ, गाह्रो छ अलिअलि। ल्यान्डस्लाइड एरिया छ गाडीतिर, अलि सानो बाटो छ, स्याङ्रो चिप्लो बाटो छ, यतिको ल्यान्डस्लाइड एरिया छ, राम्रो छ। बोल्दा अलिक सास फुलिरहेछ है, अलिक कमै बोलौँ ब्लगमा होइन। त्यही हो गाइस, कति मान्छेहरू होइन अघि हामीले कुरा गर्दाखेरि 4-5 जना होइन, कति मान्छेहरू फर्किरहेछन् यहाँबाट गाह्रो भएर, सास लिन गाह्रो भएर, हिँड्न गाह्रो भएर मान्छेहरू फर्किरहेछन्। तर हामी अहिलेसम्म हार मानेको छैनौँ है केटाहरू, छैन अहिलेसम्म हार मानेको छैनौँ। हाम्रो प्लान छ माथिसम्म जाने, हामी पुगेर नै छाड्छौँ, त्यस्तो छ हाम्रो प्लान। हामी फुल प्रिपेयरमा आएको छौँ गाइज। तपाईँहरू पनि आउनु ठिक छ, तर प्रिपेयर भएर आउनु, त्यस्तो हावातालमा फुल सेफ्टी। मेडिसिनहरू बोकेर, कुन कुन मेडिसिन जस्तै कि नाम भन्दैन? लेख लागेको मेडिसिन जस्तै फ्लेक्सन त चाहियो, साइनेक्स त चाहियो होइन, एउटा भोमिटिङको ट्याब्लेट कन्फर्म नै हो, लेख लागेको एउटा ट्याब्लेट त कन्फर्म नै हो, 4-5वटा ट्याब्लेटहरू होइन। अनि के भन्छ जीवनजलहरू त्यो हुन्छ नि, इलेक्ट्रोबियन जीवनजलहरू, त्योहरू लिएर आउनु। ट्रेकिङ स्टिक, ग्लास, ज्याकेट होइन, पुरै फुल प्रिपेयरमा। ट्रेकिङ बुट, स्पोर्ट्स सुजमा नआउनु, बुटमा नआउनु होइन। त्यसको लागि ट्रेकको लागि ट्रेकिङ बुट नि चाहिन्छ हामीलाई। तर ट्रेकिङ बुटमा अलिक सजिलो भइरहेछ है ब्रो, त्यस्तै छ। ट्रेकिङ बुटमा अलिक सजिलो भइरहेछ, स्टिक छ हामीसँग, प्रिपेयरमा छ, मेडिसिनहरू पनि छ होइन। के भन्छ, तर तपाईँहरू माथि आउँदाखेरि होइन स्न्याक्सहरू जति लिने सक्दो सामानहरू होइन तलैबाट लिएर आउनु। बेसी सरबाट जति हुन्छ नि सक्दो सामानहरू बेसी सरमा किन्नु, अनि त्यहाँबाट माथि लिएर आउनु होइन। यतातिर माथि एकदम महँगो छ होइन। अघि हामीले जीवनजल किन्दाखेरि होइन यहाँ 50 रुपियाँको एउटा जीवनजल पायौँ हामी है। अनि खानाको महँगो भनिराख्नु भएको थियो, तर हामीले अलि नेपाली भएर बार्गेनिङ गऱ्यो, ठिकै छ। खानाको प्राइस 600 भन्यो, ठिकै छ, 600 यहाँ त वर्थी छ होइन। यत्रो माथि आएर 600मा खाना पायो भने ठिक छ।
अब हामी खाएर केटाहरू देखाइदिउँ न, केटाहरू बसिरहेको छ खानाको लागि। अब केटाहरू बसिरहेको छ नि त खानाको लागि। केटाहरू यहाँ बसिरहेको छन् सब खानाको लागि। अब एकछिनमै अब हामी यहाँ सक्दो ढिला गर्दैनौँ, एकछिनमै खाना खाने अनि खाना चट्ट यहाँबाट हामी निस्किने। अब ढिला गर्दैनौँ, हामी चाहिँ 12:30मा यहाँबाट निस्किदिने हो। ल गाइज फेरि भेट्नुपर्छ। ल गाइज हाम्रो खाना आइसक्यो। हामी चाहिँ खाना खाँदैछौँ, मैले सब अरू आउँदैछ अनि अरूजना अब आइसक्यो अनि सबजना खाँदैछन्। अनि के भन्छ यहाँ खानाको टेस्ट एकचोटि है खाएर तपाईँहरूलाई टेस्ट भन्छु के कस्तो छ है एकैछिन। ल द्याट्स गुड, कम्प्रोमाइज गर्नुपर्छ है दाजु साहबले अलिक मिलेन जो ठिकै छ। अब खानुपर्छ, एनर्जी त चाहियो बडीमा, एनर्जीको लागि खानै पर्ने हुन्छ हामीलाई। अब खाँदैछौँ बिस्तारै बिस्तारै। लगाइस है फेरि भेटौँ ल एकछिन पछि। ल श्रीखर्कबाट खाना खाएर अगाडि बढिसक्यौँ। के भन्छ ल्यान्डस्लाइड एरिया छ जो तिलिचो लेकको बाटोमा बिचमा पर्छ। ठ्याक्कै त्यसको पछाडि छौँ, यहाँभन्दा अगाडि अलि यो बाटो अगाडि जान्छौँ अनि त्यहाँ ठ्याक्कै अगाडि ल्यान्डस्लाइड एरिया छ। यो पनि परेको छ है। ए ल कस्तो देखिरहेको, यो पनि परेको छ। हामीलाई यो भेट्यो, यो खेल्न पायो हामी। ल हेर्नु न गाइज, योको पाहाड आम्बो वाउ वाउ म्यान, नेचर हो नेचर गाइस हेर्न सक्नुहुन्छ। यहाँबाट ल्यान्डस्लाइड एरिया त्यहाँ छ पर ठ्याक्कै अगाडि छ। यो कटेपछि ठ्याक्कै ल्यान्डस्लाइड एरिया। ड्याम छ यार, गाह्रो छ, ड्याम छ, कस्तो भ्यू पनि छैट। वाउ दिस इज मनाङ गाइस, दिस इज मनाङ है। नेचरको भ्यू चाहियो भने मनाङ आऊ के। एक्चुअली दिस इज मनाङ गाइस। वाउ हेभेन हो हेभेन। यस्तै हुन्छ है, यस्तै हुन्छ होला हेभेन पनि है। वाउ ब्युटिफुल म्यान। ल गाइस अब ल्यान्डस्लाइड एरियामा भेट्नुपर्छ। अब यहाँ एकछिन हामी यो खेल्छौँ, भिडियो सिडियो यता गर्छौँ अनि त्यसपछि अगाडि बढ्छौँ। ल गाइस फेरि ल्यान्डस्लाइड एरियामा भेट्नुपर्छ है। हामी ल्यान्डस्लाइड एरियानिर ठ्याक्कै आइसकेका छौँ। ल्यान्डस्लाइड एरिया है। अनि माथिदेखि तलसम्म अहिले यहाँ अब रेस्ट गरेर होइन 2-4 मिनट 5 मिनट अब हामी एकैचोटि होइन ल्यान्डस्लाइड एरिया क्रस गर्छौँ। गाह्रो भइरहेछ, अलिअलि सास फुलिरहेछ, खतरा छ। यो सबभन्दा होइन बाटो यो बिचको तिलिचो ट्रेलको होइन सबभन्दा खतरनाक बाटो यही ल्यान्डस्लाइड एरिया। एकदमै केयरफुल भएर हिँड्नुपर्छ हामीलाई हो। एकअर्काको ख्याल राख्नुपर्छ। हामी अलिक डिस्टेन्स बनाएर हिँड्नुपर्छ। हामी सँगै हिँड्नु पर्दैन, डिस्टेन्स बनाउनुपर्छ। अगाडिको मान्छेलाई पछाडिको मान्छेले माथि हेर्छ होइन अनि कल गर्छ भन्नाले होइन भन्छ, हल्ला गर्छ, ढुङ्गा खस्यो भने होइन हेर्छ। त्यही हो गाइस। अब हामी रेस्ट पनि भइसक्यो, एकछिन अब 1-2 मिनटमा यहाँबाट गइदिने। फेरि बिचमा भेट्नुपर्छ के कस्तो छ बाटोको स्थिति। स्नोफलभन्दा पहिलाको त राम्रै थियो होइन, अहिलेको के कस्तो छ खै अपडेट दिँदै गर्छु है गाइस। ल यो ल्यान्डस्लाइड एरियामा छौँ हामी, माथि हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गा खस्ने डर अनि तल चाहिँ मर्चाङथी सिधै अनि अलिअलि आइस पनि जम्या छ बाटोमा। एकदम केयरफुल भएर हामीलाई हिँड्नुपर्छ। त्यो गाइस खतरनाक बाटो छ। लु हेर्नु न आम्मामामा, ओ माई गड के हो यो। ल गाइस है सबभन्दा खतरनाक एरिया, डेन्जरस तिलिचोरको ट्रेलको। बिस्तारै हिँड्नुपर्छ हामीलाई। ल गाइस हेर्नु न कस्तो डर लागिरहेछ। ल यस्तो आम्मामामा यस्तो डर छ। हामी बिस्तारै हिँडिरहेछौँ। केटाहरू 2जना अगाडि छ अनि सबजना पछाडि नै छ। अहिले हामी बिस्तारै हिँडिरहेछौँ। ल इट्स भेरी डेन्जरस ब्रो। यस्तो डर लागेको थियो मलाई। इट्स भेरी डेन्जरस यार, गाह्रो छ यार। ल हेर्नु न अहिले हामी ल्यान्डस्लाइड एरियामा हिँडिरहेछौँ। यस्तो डेन्जरस एरिया छ अहिले हामी होइन। त्यहाँ तल आएर थियो होइन
अनि माथिबाट सानो सानो ढुङ्गाहरू खसिरहेको थियो हो इट्स भेरी डेन्जरस हो बिस्तारै हामी खुरुक्क हिँडिरहेछौँ सक्दो प्रयास गर्छौँ चाँडो होइन यो ल्यान्डस्लाइड एरिया कटोस् त्यही प्रयासमा छौँ हामी त्यही भएर हिँडिरहेछौँ कन्टिन्यू ल्यान्डस्लाइड एरियामा अगाडि गएर रेस्ट गर्नुपर्छ ब्रो इट्स भेरी डेन्जरस यार इट्स लाइक ओ माई गड सम्झेर डर लाग्छ मलाई त हौ होइन डेन्जरस त डेन्जरस के भन्छ यस्तो टर्निङ छ एउटा होइन त्यो टर्निङमा केही छैन क्या रेलिङ सेलिङ पनि छैन अनि त्यहाँको सानो सानो गिट्टीहरू पनि चिप्लिन्छ कि यस्तो होइन खुट्टा टेक्दाखेरि त्यो चिप्लिन्छ फेरि यस्तो आउनुपर्छ भने त मजाले बसेर धीर बिस्तारै होइन आउनुपर्छ गाइज ल हेर्नु न यसहरू ल्यान्डस्लाइड एरिया ल यहाँ ब्ल्याक आइस पनि हुनसक्छ हुन्छ अगाडि ब्ल्याक आइस त्यो त पछाडि ल यो पनि डेन्जरस ठाउँ रहेछ यताको इट्स लाइक भेरी डेन्जरस म्यान हेर्नु न आमा ल ओ माई गड ल गाइज ऊ त ल मैले बन्द गरेर अब मजाले क्रस गर्नुपर्छ ल हामीसँग जीवनजल पनि छ अहिले एउटा मात्र छ ब्यागमा छ अरू होइन पानी पनि छ यता तल देखाइदिउँ न तल कस्तो डेन्जरस धेरै डेन्जरस हो यस्तो डेन्जरस एरिया है माथि पनि यो एरिया धेरै डेन्जरस हो बाटो पनि धेरै लामो हेर्नु भाइ आउनु त तपाईँ सबै केटाहरू हिँड्नु भएको बाटो पनि धेरै ल्याङ भयो अनि भ्यू एकदमै राम्रो भ्यू आइरहेछ क्या एकदम गाह्रो भइरहेछ कि गाइजहरू ल अब ल्यान्डस्लाइड एरिया कटेपछि भेट्नुपर्छ ल गाइज ल हामी जति अगाडि बढिरहेछौँ होइन राम्रो भ्यू आउँदैछ होइन साइड हामी जति हरेक टर्निङमा हुन्छ नि नयाँ भ्यू छ के खै पछाडि हेर्नु न कस्तो देखिरहेको छ ल्यान्डस्केप यहाँको आमामा बाटो त डेन्जर छ त होइन बाटो हेर्दाखेरि त्यस्तो अझै अगाडि जाउँ कि ल कस्तो छ हेर्नु न ऊ हाम्रो साथी एउटा ऊ त्यहाँ छ सबभन्दा अगाडि छ ऊ त्यहाँ ऊ ल अनि हामी चाहिँ सबभन्दा होइन हामी छौँ अनि हामीभन्दा पछाडि पनि छ दाहरू वहाँ हो ल गाइस फेरि डेन्जरस बाटो आयो ल्यान्डस्लाइड एरिया क्रस गरेर हामी थोरै अगाडि आएको छौँ गाह्रो भइरहेछ हिँड्दै ल्यान्डस्लाइड एरिया क्रस भयो फाइनली केटा हो अब चिसो पनि लागिरहेछ ओ माई गड केटाहरू आयो अनि दाइहरू चाहिँ पछाडि नै हुनुहुन्छ उहाँहरू त एकदम पछाडि हुनुहुन्छ आज खतरनाक ल अझै उकालो छ बाँकी चढ्न बाँकी छ अहिले बिस्तारै चढिरहेछौँ हामी सक्दो बिस्तारै चढ्छौँ सेफ नै जान्छौँ यो बिचमा डर लागेको थियो अलि त्यो ल्यान्डस्लाइड एरिया हेरेर अब त ठिक छ यार अब त्यति अब यति त नर्मल हो यति त नर्मल हो ल गाइज केटाहरू हाउ वाज द फिलिङ म्यान जस्ट टायर्ड है टायर्ड भइरहेछ है बिस्तारै है एनबर दोस्त पुग्यौँ हामी थोरै टाइम लाग्छ अब ल गाइज पछि भेट्नुपर्छ थाकेका छौँ हामी बडी सास फुलिरहेछ हामी बेस क्याम्प पुग्न आँटेका छौँ ल गाइज बेस क्याम्प फाइनली बेस क्याम्प तिलिचो बेस क्याम्प केटाहरूको एक्साइटमेन्ट बेस क्याम्प फाइनली है बेस क्याम्प गाइज है ल गाइज बेस क्याम्प ल पुग्यो ल हामी बेस क्याम्प पुग्यो अब गाह्रो छ यार तिलिचो त एकदम यस्तो हेर्नु चिप्लो छ ल हिउ ब्ल्याक आइस यस्तो चिप्लिरहेछ बाटो अनि हामी कस्तो कठिनाइ पार गरेर अहिले पहिलेको तिलिचो अहिलेको तिलिचोमा धेरै फरक छ गाइज अहिले हिउँ परेर अस्ति यस्तो बिजोग बनाएको छ बाटो हिलो छ ब्ल्याक आइस हुन्छ बाटोमा चिप्लिरहेछ ल बेस क्याम्प पनि हाम्रो आयो यात्रा जारी छ बेस क्याम्पसम्म त पुग्यो मजाले सबजना अहिलेसम्म सब निको छ कसैलाई केही भएको छैन ठिकै छ
बेस क्याम्पमा गएर मजाले रेस्ट गर्नुपर्छ गाइज। अनि भोलि तिलिचो समिट हान्नुपर्छ केटा हो। आवाज त जोस या केटाको लोकल पारा है, भाइको चाहिँ लोकल पारा। केटाहरू बेस क्याम्प हेर्ने बित्तिकै इन्जोय गरिरहेको छ एक्साइटमेन्टमा। म पनि एक्साइटमेन्ट भयो अलि। ओ कस्तो छ है बेस क्याम्प हेर्नु न, आममा कस्तो ठाउँमा छ। वाउ वाउ कस्तो छ बाटो आम्मामा। यो रक फलिङ एरिया हो है, चाँडो निस्किदिउँ यहाँबाट। यहाँ रोक्नु हुँदैन यस्तो ठाउँमा, अलिक सेफ भएर हिँड्नुपर्छ। ल गाइज आइस माथि हटाएको छ आइस है मेरो भाइ हजुर है भाइ कस्तो भइरहेछ? चिसो लागिरहेछ के, धेरै चिसो छ यता। अनि एकचोटि आऊ भिजिट गर के, एकचोटि आउनु धेरै मजा आउँछ के, भिजिट गर्नु, लाइफमा वान टाइम एक्सपिरियन्स पक्कै गर्नु। तिलिचो समिट गर्नु राम्रो छ। प्यालेस छ के। वाह वाट अ प्लेस यार, स्नो 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 म्यान। नाउ वी आर इन तिलिचो बेस क्याम्प। बेस क्याम्प आज मजाले समिट गऱ्यो। चिसो भएर सब ज्याकेट लगाउनु पर्छ। 4 जना पछाडि छ, अब कति टाइम लाग्छ उहाँहरूलाई आउन खै थाहा भएन। हामी चाहिँ हिँडिरहेको थियो हिँड्नै बिस्तारै बिस्तारै होइन है। मजा आयो तर जे होस् ट्रेलमा। लाइफमा मैले होइन धेरै मजा आयो के। लाइफमा हाम्रो ग्रुपमा 10 जना थियो होइन, 10 जना मध्ये होइन 10 जना होइन लाइफमा फर्स्ट टाइम यस्तो एक्सपिरियन्स गरेको छ है होइन केटा हो। फर्स्ट टाइम एक्सपिरियन्स गरेको छ केटाहरूले। मजा आयो। आज हाम्रो नाइट स्टे यहीँ हुन्छ। अब एउटा होटलमा हामी कल गरेको थियो तलबाट, कल होइन अब तल हामी खाङसारमा बसेको थियो होइन। अनि त्यही दाइको पनि त्यो दाइको माथि पनि होटल छ अरे। अनि उहाँ दाइले कल गर्नुभएको थियो बिहान 10 जना जाँदैछ भाइहरू भनेर। हामी त्यही होटल खोजेर त्यसमै बस्छौँ। दाइहरूलाई आउन दिनु अब आउँदै हुनुहुन्छ होला। ल लुक एट द भ्युज गाइज, वाउ दिस इज तिलिचो म्यान। वाउ वाउ के हेर्नु म त। ल ल गाइज हामी चाहिँ अहिले तिलिचो बेस क्याम्प न्यू हिमालयन होटलमा छौँ। चिसो एकदम चिसो छ यहाँ त, एकदम खतरा चिसो छ। के भन्छ आज हामी यहीँ स्टे गर्छौँ अनि भोलि बिहान तिलिचोको लागि निस्किन्छौँ। कस्तो छ है यो होटलमा। यता छ गाइस, होटल चाहिँ राम्रै छ, राम्रै भनौँ। पहाड स्नोको पहाडै पहाड। हामी स्नोमा खासमा होइन हिउँ हेर्न सक्नुहुन्छ तपाईँहरू। कस्तो जाडो होला है, इमेजिन गर्नु न। माइनसमा छ अहिले है, अब माइनस कति छ, माइनस त 8-10 त होला। खतरा चिसो लाग्यो। यत्रो लुगा मैले लगाएको छु त्यो पनि चिसो लागिरहेको छ भित्रपट्टि। गाइस त्यही हो आजको लागि यति। अब हामी एकछिनमा खानासाना खाएर अनि सुत्छौँ चाँडै आज। त्यही भएर आजको लागि यति हो, इन्जोय गर्दै गर्नु। अनि त्यही हो गाइज। अब फेरि भेटौँला भोलिपल्ट। ल गाइज हाम्रो होटलको रिभ्यू हो। ल गाइज यस्तो हिमाल टल्किरहेछ। ल गाइज है गुड नाइट। वेदरले साथ दिएन, स्याड छु होइन। अब के गर्ने गाइस, ज्यान भन्दा प्यारो केही छैन होइन। अब ठिक छ, अब नेक्स्ट टाइम अझ स्ट्रङ भएर आउँछु होइन। हामी धेरै स्ट्रङ भएर आएको थियौँ तर अब नेचरले अलिक साथ दिएन हामीलाई। अनि हामीलाई आफू हामी त स्ट्रङ छौँ तर हामी धेरै स्ट्रङ छौँ होइन। होइन तर के भन्छ माथि चाहिँ बडीमा हिउँ छ अब होइन। मान्छेको के भन्छ पुरै खुट्टा होइन, खुट्टाभरि हिउँ छ कि माथितिर जान अहिले एकदम गाह्रो छ। यहाँको लोकलहरूले होइन होटलवाला दाइहरूले भन्दै थियो अब एकदम गाह्रो छ अहिले, नजाँदा हुन्छ। जानलाई त पुगिहाल्छ तर आउनलाई अलिक झन् गाह्रो हुन्छ ओह्रालोमा। 35 साल एउटा दाइ हुनुहुन्थ्यो होइन, 35 सालको होइन क्या, 56 वर्षको दाइ होइन। अनि 35 सालको एक्सपिरियन्स यो बाटोमा होइन, तिलिचोको बाटोमा 35 सालको एक्सपिरियन्स उहाँलाई थियो। अनि उहाँले भन्नुभयो कि त्यो अहिले तिमीहरूलाई नजाऊ, त्यहाँ गाह्रो छ, तिमीहरूले गाह्रो हुनसक्छ तिमीहरूलाई होइन। बाटो एकदम हिउँ छ माथितिर। यहीँ के भन्छ 22 घुम्तीमै धेरै हिउँ छ
हामीलाई क्रस गर्न कम्तीमा 7 घन्टा जति लाग्छ। दाइलाई 7 घन्टा लाग्यो है, जानलाई दाइलाई 7 घन्टा लाग्यो, आउनलाई 6 घन्टा लाग्यो, अनि हामीलाई कति लाग्छ होला है यहीँको ल्याउनु चाहिँ। त्यही भएर अब हाम्रो प्लान चाहिँ क्यान्सल भयो। अब नेक्स्टचोटि होइन अझै अब टाइम मिलाएर मौसमको हेरेर सबजना होइन अनि आएर नम्बर लिएर जहिले मसँग आउनुहुन्छ हामी चाहिँ पुरै इन्फर्मेसन दिन्छौँ तपाईँहरूलाई, भोलितिर इन्फर्मेसन पनि दिन्छौँ। ठिकै छ, अब नेक्स्टचोटि त समिट हान्नुपर्छ। यो पनि भनिदेऊ न तर चाँडै हान्नु छ है, चाँडै हान्छ केटाहरूले। गाइज होइन अब हामी अब यो बाइकर अफसरमा यो भिडियो अपलोड हुन्छ होइन, अनि फेरि के भन्छ अरे अब हाम्रो कहिले नेक्स्ट टाइम प्लान बन्छ होइन, अनि तपाईँहरूलाई अगाडि नै एउटा इन्ट्रो भिडियो आउँछ फेरि मनाङ हामी जाँदैछौँ भनेर होइन। इन्स्टाग्राम र युट्युबमा दुइटैमा आउँछ होइन इन्ट्रो भिडियो, 20-22 सेकेन्ड 25 सेकेन्ड 30 सेकेन्डको पनि हुनसक्छ होइन, आउँछ हामी मनाङ जाँदैछौँ भनेर होइन। सो अब त्यो भिडियो हेरिसकेपछि तपाईँहरू पनि त्यसकै भोलिपल्ट होइन प्लान बनाउनु होला र आउनु होला होइन, हामीलाई पनि जोइन गर्न सक्नुहुन्छ। तर अनि हामीलाई पनि भेट्ने मौका पाउनुहुन्छ, अनि हामी पनि तपाईँहरूसँग भेट्ने मौका पाउँछौँ होइन। सो इट विल बी गुड आई थिङ्क। या एब्सोल्युटली राइट म्यान। अब चाँडै इन्फर्म गर्छौँ होइन, चाँडै आउँछौँ फेरि मनाङ। सो टाइम निकालेर केही छैन गाइज। ल अब डिसएपोइन्ट भयो सब केटाहरू। म त एकदम ओभर छु गाइज यार, तिल्लीचो बेस क्याम्पसँग पुग्यो होइन, तर तिल्लीचो पुग्न सकेन होइन। सो अब यसको अलि चाहिँ धेरै नै रिग्रेट हुन्छ जस्तो छ अब होइन, अब के गर्ने तर ज्यान भन्दा तर यस्तो छ कि अब होइन भन्छ नि हिमालयमा के भन्छ मौसमको होइन, मौसमले बोलाएपछि बल्ल जान्छ मान्छे होइन। तर जे होस् केटा हो होइन, हामीले त्यो पैसामा जुन हिमाल हुन्छ नि पहाड हो त्यो हेर्न पायो क्या, तिमीहरू पनि अब हेर्न पाउँछ हो। हामी अहिले त ठिकै भन्छ स्नोमा छौँ होइन, पुरै स्नोले ढक्या छ होइन। यो के भन्छ तिल्चो बेस क्याम्प, अनि ठिकै भनौँ अब के भनौँ आउन भन न, त्यो पैसाको हिमाल हेर्न पाउँछ क्या कमसेकम। पैसाको त यहाँ त पैसाको त मतलबै छैन। पैसा वाट, पैसा इक्वल टु वाट, एन्सर गिभ मी प्लिज गिभ मी एन्सर। पैसा इक्वल टु वाट होइन, मनाङमा त्यस्तो छ। यहाँ पैसा आउँदा सरी यहाँ आउँदा होइन पैसा टन्नै बोकेर आउनु होला। त्यो जतिले भनिरहेछ नि 15,000 पर पर्सन 15,000 17,000ले हुन्छ भन्ने होइन गाइज, यस्तो होइन। तपाईँहरूलाई अलि कम्फर्टेबली जहाँ स्टे गर्यो त्यहाँ अलि कम्फर्टेबली होस् नि, लाइक चिया खाजा खाना यिनीहरूको लागि सोच्नु नपरोस् होइन। त्यस्तो गर्नु छ भने त्यस्तोको लागि पर पर्सन आई थिङ्क 25,000 बोकेर आउनु होला मिनिमम होइन, 25,000 होइन बोकेर आउनु होला, 25 देखि 30 होइन। अनि त्यो द्याट विल बी इनफ होइन फर वान पर्सन। अनि त्यही हो, पैसामा कमी कमजोरी नगर्नु होला। पैसा छैन भने म सिधै भन्छु होइन नआउनु होइन, अन्त्यको प्लान बनाउनु होला होइन। अन्त्यतिरको पैसा अलि टन्नै लिएर बाइकको कन्डिसन एकदम राम्रो हुनु पर्यो, सेफ्टी 100मा 100 हुनु पर्यो। सेफ्टीको ध्यान गाइज 100मा 110, म त त्यही भन्छु 110% लिएर बोकेर आउनु होला बरु होइन। उतैबाट जस्तै कि जीवनजल औषधि होइन, ग्लोभ्स थर्मोकोल, बरु डबल थर्मोकोल बोकेर आउनु होइन। त्यो पातलो त हुन्छ होइन, त्यो लाउनु होला बरु डबल होइन। मास्क होइन, राम्रो खाले टोपी, जुत्तामा त नो कम्प्रोमाइज होइन गाइस। अरू केहीमा कम्प्रोमाइज गर्न सकिन्छ तर जुत्तामा नो कम्प्रोमाइज होइन। म त भन्छु त्यो यति ठुलो त्यो हुन्छ नि जुत्ता मुनि के भन्छ त्यसलाई, के भन्छ होइन, यो ट्रेकिङ गर्ने हुन्छ नि हिमालय चढ्ने ट्रेकिङ सुज हुन्छ नि, ट्रेकिङ सुज अनि ट्रेकिङ स्टिक त्यो बाइकको गिट्टी हुन्छ नि जुन हो, जुत्ताको गिट्टी बुझ न, म त्यही भन्छु होइन। हो ठुलो वाला हुन्छ नि, लाइक जसले राम्ररी हुन्छ नि ल्यान्डलाई समातोस् होइन, जस्तो सुकै ल्यान्डलाई पनि चिप्लो बाटोलाई पनि समातोस् क्या होइन, मान्छेलाई लाइक स्टेबल गर्न सकोस्। ग्रिप हो द्याट्स गुड म्यान, यस ग्रिप बनोस् होइन। सबभन्दा गाह्रो हुने मान्छे यो बाटो, सबभन्दा गाह्रो बाटो माछा मार्ने माछिक्ने मुजी। तर एउटा कुरा पनि छ के 4.5 घन्टामा होइन के भन्छ अनि मैले 5,000 को त्यो राखेको छु नि, के भन्छ अरे च्यालेन्ज फर एभ्री तराई पिपल। जो पनि यो च्यालेन्जलाई होइन त्यो एक्सेप्ट गर्न सक्नुहुन्छ र स्टार्ट गर्न सक्नुहुन्छ। 4 घन्टा 29 मिनटमा होइन खानसारदेखि यहाँ तिलिचो बेस क्याम्पसम्म जो ग्रुप आइपुग्छ नि हो, त्यो ग्रुपलाई बाइकर अफसरको युट्युबको तर्फबाट नि 5,000 को इनाम मिल्छ। तराईको लागि तराई पिपल फर ओन्ली तराई पिपल होइन, अनि मेल फिमेल जोसुकै।